सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् र प्रभु यीशु ख्रीष्टको नाममा हजुरहरू सबैजनालाई फेरि पनि जय मसीह अनि धन्यवाद होस्। हजुरको बिचमा एउटा सानो वचनको खण्डलाई लिएर आएको छु। त्यो वचन चाहिँ छ कलसीको पुस्तक है 3 एक पदलाई म पढ्नेछु। यहाँनिर यसरी लेखेको छ, यसै कारण यदि तिमीहरू ख्रीष्टसँगै बिउतेका छौ भने माथिका कुराहरूलाई खोज जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने हातपट्टि बस्नु भएको छ। आमेन। अनि वचन पढाइने सुनाइमा परमेश्वरले हामी सबैजनालाई आशिष दिउन्। अनि परमेश्वरको वचनले भनिराखेको छ, यसै कारण यदि तिमीहरू ख्रीष्टसँगै बिउतेका छौ भने चाहिँ माथिको कुराहरूलाई के गर्नु रे, खोज्नुपर्ने कुराहरू। अनि अझ यहाँ 2 पदले पनि यसरी भन्छ, माथिका कुराहरूमा मन लगाऊ भन्छ है। माथिको कुराहरूलाई खोज्नुपर्ने, माथिको कुराहरूमा मन लगाउनु पर्ने। अनि माथिको कुरा भन्ने चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ स्वर्गको कुराहरूमा हामीले मन लगाउनु पर्ने। यो समयहरूमा हाम्रो जीवनको कुनै पनि भरोसा छैन है, कुनै समय केही पनि हुन सक्छ। तर यदि हामीले हाम्रो गडसँग हाम्रो सम्बन्ध राम्रो बनाएको छ भने कुनै पनि समयमा कतिले के भइहाल्छ भने तर हाम्रो आत्मा चाहिँ निश्चय गडसँग हुनेछ, परमेश्वरसँग हुनेछ। अनि यो वचन यही कुराहरू सिकाउँछ, यदि तिमीहरू ख्रीष्टसँग बिउतेका छ भने माथिको कुराहरूमा मन लगाऊ भनिकन परमेश्वरको वचनले भन्छ। हुन्छ, प्रभुलाई धन्यवाद होस्। अनि यो वचनद्वारा हजुरहरूले आशिष पाउनु पूर्ण आशा राख्दै सबैजनालाई पनि जय मसीह।